Social Impact Podcast with Rajiv Shrestha. नमस्ते स्वागत गर्न चाहन्छु नयाँ एपिसोड लायन्स सोसल इम्प्याक्ट पोडकास्ट विथ लायन्स राजीव श्रेष्ठमा। आज हाम्रो माझ यस्ता व्यक्तित्व हुनुहुन्छ जसले विश्वका सर्वोच्च शिखर सगरमाथालाई तेस्रोचोटि चुमेका मात्रै छैनन्, त्यहाँ भएका मनोरम दृश्यहरू र त्यहाँ भएका रमाइला पलहरूलाई आफ्नो क्यामेरामा कैद गरी विश्वलाई देखाउन सफल हुनुभएका छन्। त्यसै गरेर उहाँलाई हामीले विभिन्न उहाँको कामबाट हामीले चिन्न सक्छौँ। उहाँले गर्नुभएका कामहरू बारेमा हामी केही समयमा छलफल गर्नेछौँ आजको यस पोडकास्टमा। ओके, हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ है त। सर नमस्कार। नमस्ते। म हजुरको परिचय अलि सर्टकटमै दिन चाहेँ मैले, किनभने हजुरको काम यति धेरै छ कि मैले परिचय दिँदै फेरि हाम्रो गेस्टहरू अलिकति त्यही कारण सरले यसो सानो परिचय आफ्नो दिनु होला नि। मेरो नाम सेन्से पेमा वाइपा। हजुर सर। अनि स्पेसली म चाहिँ फिल्म मेकर, क्लाइम्बर। ओके, त्यति नै हो, सर्टकटमा त्यति नै हो सर, बाँकी भनेको भित्र। ओके सर, भर्खर मात्रै सगरमाथा आरोहण गरेर काठमाडौँ ल्यान्ड हुनुभयो हिजो भर्खरै, र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आज हाम्रो सोसल इम्प्याक्ट पोडकास्टमा हुनुहुन्छ। त्यसको लागि हामी लायन्स फ्यामिली सम्पूर्ण 3 to 5 मल्टिपलबाटै धन्यवाद दिन चाहन्छु सर। अनि तपाईँहरूले मलाई यहाँ निमन्त्रण गर्नु चाहिँ मेरो लागि सबभन्दा ठुलो छु। हजुर। अनि त्यसले गर्दाखेरि होल लाइन फ्यामिलीलाई चाहिँ विशेष मेरो तर्फबाट पनि धन्यवाद छ। हजुर सर, कस्तो हुनु रहेछ यात्रा सगरमाथाको? तेस्रोचोटि गर्नुभएपछि हजुरले काठमाडौँदेखि सगरमाथाको चुचुरोसम्मको यात्रा। धेरै चिजहरू छ। हजुर। हुन्छ नि, अब अलिकति ब्याकमा जाँदाखेरि चाहिँ दुनियाँ यही काठमाडौँ होइन, गाउँ भनेर बसेको मान्छे हजुर विदेश जानुपर्छ भने त्यो त नेपाली कम्युनिटीको त एउटा त्यो लाइन नै भइहाल्यो तपाईँको। मेरो पनि थियो पहिले कुनै दिन। हजुर। अनि यात्रा अनि त्यसपछि हिमालसँग डाइरेक्ट जोड्दाखेरि चाहिँ मैले धेरै कुराहरू अनि हिमालसँग काम गर्दाखेरि, हिमालसँगै बसेर काम गर्दाखेरि चाहिँ यो चाहिँ मेरो सेकेन्ड अवतारी भनौँ न। हजुर। सेकेन्ड एउटा नयाँ तपाईँको के एक्सपिरियन्स भयो अनि धेरै कुराहरू लर्निङ। ओके। हिमालसँग चाहिँ मैले लाइफमा धेरै चिज चाहिँ हिमालबाट नै लर्निङ गर्न पाएछु। हो, मैले हिजो हजुरसँग हल्का कुरा गर्न पाएको थिएँ। 2022देखि हजुर हिमाल आरोहणमा हुनुहुन्छ। हजुर। 2022देखि 2026सम्म 3 चोटि सगरमाथा। अर्को पनि छ। ओहो, अरू के गर्छ सर? अरू पनि छ। फर्स्टमा 2022मा चाहिँ फर्स्ट टाइम चाहिँ हाम्रो मिङमा दाई हुनुहुन्छ, मेरो आदरणीय दाई। हजुर सर। इमेजिन नेपाल। ओके। अनि त्यस क्रममा अब त्योभन्दा अगाडि पनि हिमालसँग जोड्ने चाहिँ एउटा स्टोरी भन्छु सर। त्यो हुन्छ नि हामीसँग उहाँको लसहरूलाई। हजुर। अनि 2022मा राजु लामा। हजुर हजुर। ओके। उहाँसँग चाहिँ भाइ तिमी मसँग जाने हो। त्योभन्दा अगाडि पनि हामी नर्मली लकडाउनको टाइममा चाहिँ हामी के भन्छ ट्रेकिङहरू गरेर आउँथ्यौँ दाइसँग, उहाँको भिडियोहरू बनाउने। अनि बेस क्याम्प एभरेज त सुनेको, तर उहाँले फर्स्ट टाइम 2022मा चाहिँ मेरो भिडियो खिच्दै जम्दा ओके बेस क्याम्पसम्म भनेर उहाँले मलाई भन्नुभयो। अनि ओके। हजुरको यात्रा कोभिड पछि 2022मा। हजुर। पोखर के अरे हाम्रो उता सगरमाथाको। हजुर, फर्स्टमा बेस क्याम्प। अनि गएँ, अनि त्यसपछि उहाँको भिडियो खिच्दै गएँ। अनि त्यसपछि चाहिँ उहाँ इमेजिन नेपालमा हुनुहुँदो रहेछ त्यतिखेर। इमेजिन नेपालको टिमबाट चाहिँ एभरेस्ट चढ्न जानुभएको रहेछ त्यतिखेर। अनि त्यसले गर्दाखेरि त्यही वर्षमा उहाँको आफ्टर समिट पछि चाहिँ अब यो सिजनमा भयो नि त तपाईँको मेमा। हजुर। मे भएपछि सेप्टेम्बरमा चाहिँ हामीलाई इमेजिन नेपालको मिङमा जिताइले मलाई कल गर्नुभयो क्या। ए भाइ हिमाल चढ्ने हो भन्नु। हिमाल भन्नुभयो। अनि त्यो उहाँले पनि हिमाल भन्दा पनि फर्स्टमा अलिकति कस्तो टाइपको छ भने तपाईँको बेस क्याम्पसम्म भिडियो बनाउनु पऱ्यो। हजुर। मनसले बेस क्याम्पसम्म भन्नुभयो। अनि ओके। अनि अफिसमा हो नि त कुरो गरौँ दाजुभाइ भन्नुभयो भनेको। अनि हाइट चाहिँ कतिसम्म पुगेछ अहिलेसम्म भन्नुभयो क्या।
अनि बेस क्याम्पसम्म मात्र हो एभरेस्ट बेस क्याम्पसम्म मात्रै तिमीले हिमाल चढ्छ मनस्लो चढ्छ तिमीले दाङ प्याक गर्नु 5 मिनटमा मेरो ब्याग रेडी गरिदिनु भोलिपल्ट मनस्लो बेस क्याम्प मनस्लो पुग्नु भयो हजुर अनि त्यो सालमा चाहिँ मैले के भन्छ समिट भएन त्यतिखेर चाहिँ एभलान्स अनि थुप्रैजना बित्नु भएको थियो नि त तपाईँको त्यसले गर्दाखेरि त्यो साल भएन अनि त्यहाँदेखि नै कन्टिन्युटी हो त्यही वर्षमा चाहिँ दाइले तिमीले यसपालि मनसले चढेन म तिमीलाई एभरेस्ट चढाउँछु एभरेस्टमा लान्छु भन्नुभयो क्या अनि 2023मा मैले एभरेस्ट फर्स्ट टाइम 23मा हजुर 23 को सेप्टेम्बर होइन एभरेस्ट चाहिँ सेम यही सिजन मेमा नै मेको मैले 23मा आएको थिएँ 23मा मैले मेको सब्मिट गरेँ हजुरको टिममा राजु लामाजी पनि हुनुहुन्थ्यो 2022मा चाहिँ म चाहिँ उहाँको टिममा थिएँ एउटै हो हजुर हजुर दुईजना एक अर्काको टिममा हुनुहुन्थ्यो ओके अनि एज अ भिडियोग्राफर हजुर जानुभएको थियो अनि राजु सर काठमाडौँ फर्केपछि माउन्ट एभरेस्टबाट फर्केपछि उहाँको पहिलो नाम हजुरकै नाम लिनुभएको थियो उहाँको आँखाबाट आँसु झऱ्यो भन्नुभएको थियो माउन्ट एभरेस्टको टुप्पोमा पुगेपछि त्यो एउटा एक्सपिरियन्स सेयर गरिदिनु सर त्यतिखेर होइन त्यतिखेर दामी मेमोरी थियो हजुर अनि के भन्छ 17मा उहाँले सब्मिट गर्नुभएको थियो मेको अप्रिलको होइन सरी मेको हजुर बुद्ध जयन्तीको दिनमा अनि फर्केर आउनु हुँदाखेरि चाहिँ उता क्राम्पन पोइन्ट भन्ने हुन्छ हाम्रो त्यहाँसम्म चाहिँ हामी जान मिल्छ अनि त्यो क्राम्पन लाउनुपछि चाहिँ हामी बेस क्याम्पसम्म गएको चाहिँ जान मिल्दैन तपाईँको अनि आफ्टर समिट पछि चाहिँ ठ्याक्कै आउनुभयो अनि गर्नुभयो क्या मलाई अनि उहाँ यति धेरै रुनुभयो अनि दामी मेमोरीहरू अनि अहिले चाहिँ मलाई चाहिँ ठ्याक्कै सब्मिट गरेर फर्किँदाखेरि चाहिँ मेरो पनि कोही भाइतीको भए त्यहाँ ठ्याक्क वेट गरेर जस्तो चाहिँ लाग्छ ठिक छ राजु लामा हाम्रो मङ्गलेन हाटका भोकलिस्ट हजुर उहाँको टिममा हजुरले राम्रै भिडियोहरू खिच्नुभयो कस्तो हुन्छ सर भिडियोग्राफी हामी अब एउटा सामान बोकेर जान त कति गाह्रो हुन्छ यता नजिकको डाँडामा होइन हजुर त त्यत्रो हेभी भिडियो एउटा क्यामेरा बोकेर निस्किनु भएको छ नि त भिडियोग्राफीको लागि कतिको हेभी कतिको फिजिकल टर्चर हुन्छ सर त्यो बेला फिजिकल टर्चर त अब अगाडि नै मैले 2-3 वर्ष अगाडिदेखि नै प्रिपरेसन गरेर हुन्छ सर हजुर त्यसले गर्दाखेरि फिजिकलमा त छैन मेन भनेको चाहिँ हिमालमा चाहिने भनेको तपाईँको मेन्टली हो स्पेसली तपाईँ मेन्टली प्रिपेयर हुनुभयो भने यो लोडहरू हुन्छ जति पनि फिजिकल त्यो चिजहरू चाहिँ एडप्ट हुँदै जाने हो अब यहाँ अब डाइरेक्ट त्यहाँबाट यहाँ आउँदाखेरि गर्मी भइरहेछ नि तपाईँको अब यो चिज पनि बिस्तारै हराउँदै जान्छ नि त अनि हामी माथि जाँदाखेरि त्यो चिज त्यो वेदरसँग चाहिँ एडप्ट हुँदै जान्छ त्यसमा मलाई प्रब्लम छैन त्यस्तो भनेपछि काठमाडौँ आउँदा हजुरलाई अप्ठ्यारो भयो चिसोबाट एकैचोटि गर्मीमा आउँदा हजुर मलाई चाहिँ स्पेसली चाहिँ माथि जाँदाखेरि हाई लाग्ने त्यस्तो अहिलेसम्म मेरो रेकर्ड छैन तर काठमाडौँमा आउँदाखेरि चाहिँ मेरो धेरै रेकर्डहरू छ म 7 दिनसम्म सुतेर पनि बसेको छु बिरामी भएर ओके हिजो त्यही भनेको हजुरलाई हिजो मैले प्रपोज गरेँ ल सर आउनु पऱ्यो भने उहाँ रेडी तपाईँ रेडी हुनुभयो होइन यो पोडकास्टको लागि म अचम्म परेँ किनभने कुनै पनि ठाउँमा हामी काठमाडौँ बाहिरै भनौँ न सानो एउटा ट्रेक जान त 1 हप्ता म त सक्दिनँ अफिस आउनु भनिदिन्छौँ हामी हजुर त यस्तो कमिटेड कि एउटा हुन्छ नि आफूले बोलेको कुरा कमिटेड पुरा गर्नुभयो त्यसको लागि थ्याङ्क यू सर थ्याङ्क यू सो मच अनि लायन्स इन्टरनेसनलको फ्ल्याग काठमाडौँदेखि 884.86 छ अहिले फेरि होइन मिटर हाइट त्यहाँसम्म लानेको एउटा प्लानिङ चाहिँ कसरी भयो सर दुईचोटि एकचोटि होइन दुईचोटि स्पेसली थ्याङ्क यू हाम्रो ब्लोन हो अब हाम्रो सम्धी भन्छु म ब्लोन सरलाई अनि खासै अब म नर्मली गएर हुन्छु अनि नर्मलै होइन सर 3 चोटि जानुभएको छ होइन अब त्यो गाह्रो छ गरौँ न के कुरा मेरो साइडबाट पनि लायन्सले के कुरा मेरो साइडबाट कि मैले के दिन सकिन्छ हजुर अनि 24मा त मैले यहाँबाट लाग्यो होइन सर खासमा म बेस क्याम्प पुगिसकेको थियो अनि ब्लोन सरसँग मैले हामी च्याटमा नि यसो गर्न सक्नुहुन्छ तपाईँले भन्दाखेरि चाहिँ उहाँले ट्याक्क प्रिन्ट गरेर फेरि अनि उता म्यानेजरलाई पठाइदिनु भन्ने ट्याक्कै बेस क्याम्प आइपुग्यो ओके 23मा चाहिँ त्यो प्लान अनि यसपालि फेरि गरौँ न त
अब तपाईँहरूले अब म त खासमा लाइन्समा त्यति धेरै एक्टिभ पनि बिजीले गर्दाखेरि हुँदैन अनि मेरो साइडमा के गर्न सकिन्छ भन्ने एउटा मेरो त्यो अनि ब्रोन सर र हामी दुईजनाले एउटा पर्सनल्ली कन्भर्सेसन गरेका थियौँ बेस क्याम्पसम्म चाहिँ यो सरप्राइज थियो हाम्रो लागि हजुर बेस क्याम्पमा चाहिँ के भन्छ ब्लड डोनेसनको कुराहरू गर्न सकिन्छ भन्ने त्यो कुरा पनि हामीले गरेका थियौँ अनि त्यो चिजमा चाहिँ गर्न त गरौँला अलिकति एल्टिट्युडमा मान्छेलाई अब तपाईँको हुन्छ नि मान्छेको फिजिकल्ली प्रब्लम होला कि हेल्थमा प्रब्लम होला कि भन्ने त्यो चिज लेभलमा छ अनि यो बारेमा चाहिँ अलिकति रिसर्च नै गर्नुपर्ने रहेछ हामीले ब्लड डोनेसन पोसिबल छ कि छैन तपाईँको 5300 मिटरमा भने हामीले रारामा ब्लड डोनेसन क्याम्प गरेछौँ त्यहाँ चाहिँ मेडिकल टिम हामीले नेपालगञ्जबाट लगेको थियौँ अनि त्यहाँ 6 जनाले चाहिँ ब्लड डोनेसन गरेर हामी काठमाडौँ फर्केका थियौँ भनेको त्योभन्दा अगाडि 28 दिन अझै पूर्वको इलाम श्री अन्टुदेखि साइक्लिङ गरेर रारा पुगेका टिम 100 जना मध्ये 6 जनाले मात्रै ब्लड डोनेसन गरेका थिए हजुर अनि त्यो नै रेकर्ड रहेको छ हाम्रो लायन्स क्लब अफ काठमाडौँ ब्लडवुडबाट भएको त्यही कारणले चाहिँ हाम्रो ब्लोन सरले पनि एभरेस्ट बेस क्याम्पमा गर्न सकिन्छ कि एउटा प्लान गरिदिनु हुनुहुन्छ त्यो हजुरलाई जानकारी गराउन चाहे सर मैले अनि सर हजुरको ब्याकग्राउन्ड भन्न चाहिँ के छ सर हजुरको कसरी आउनुभयो काठमाडौँ हजुर बसाइ के थियो पहिला 2019 भन्दा अगाडि म काठमाडौँ जिल्ला छिमेकी जिल्ला सिन्धुपाल्चोक ओके बोताङमा जन्मेको अनि हिमाली गाउँ ओके अनि 5 पोखरी त सुन्नुभयो होला 5 पोखरी हाम्रो उसले स्टुलले मजाले चिनाएको छ मलाई 5 पोखरी जाँदाखेरिको लास्ट गाउँ चाहिँ मेरो छ ए अनि वरिपरि गङ्सिम्बो जुगलको रेन्जमा पर्छ त्यसले गर्दाखेरि नै अहिले हिमाल चल्नु चाहिँ अलिक सजिलो भयो होला मलाई भनेपछि हाइकिङ ट्रेकिङ पहिलेकै थियो तपाईँको होइन मेरो जन्म नै हिमालमा अब माउन्टेन साइडमा नसामा थियो त्यसले गर्दाखेरि हुन्छ नि त त्यो अब त्यहाँ चाहिँ नर्मली हाम्रो 23-25सम्म चाहिँ हाम्रो गाउँ नै पर्यो हजुर त्यसपछि अब त्यो टाइममा त अब स्कुल पढ्ने बेलामा वर्षमा 3 महिना त छुट्टी हुन्छ छुट्टी हुन्छ हो दसैँमा अनि बर्खे बिता यस्तो हुन्छ नि त यो एक्जाम सकेपछि चिसो महिना हजुर त्यो सबैको त्यो बेलामा चाहिँ म गोठमा जान्थेँ कि ए अनि त्यही स्कुल सकेपछि कलेजको लागि काठमाडौँ ओके त्यसरी नै काठमाडौँसँग जोडिएको छ पढाइ चाहिँ कहाँ पुग्यो सर पढाइको बारेमा अलिक नजाउँ काठमाडौँ भन्नुभयो नि त पढाइ कलेजसम्म आउँदाखेरि मेरो अलिकति फ्यामिलीसँग त्यति म सानोदेखि क्लोज थिएँ होइन त्यसले गर्दाखेरि बाध्यतावश म कति 2014मा बाहिर गएँ इन्डियामा म्युजिक गर्छु भनेर इन्डिया गएँ भिडियोग्राफी हजुर अनि त्यसपछि इन्डियामा गएपछि त्योभन्दा अगाडि पनि म थिएटरहरू गर्थेँ अलिअलि थिएटर गर्नुहुन्थ्यो सडक नाटकहरू स्कुल गर्ने सडक हजुर त्यसले गर्दाखेरि इन्डिया गएर अलिअलि फिल्म मेकिङको चिजहरू पनि मैले स्टडी गरेँ तपाईँको हजुर त्यसपछि 2.5-3 वर्ष बसेपछि चाहिँ यहाँ बस्यो भने चाहिँ लाइफ स्टाइल हुन्छ भनेर चाहिँ होइन नेपालमा के गर्नुपर्छ त्यसपछि म 17मा ब्याक टु नेपाल 17मा 13मा जानुभयो 17मा फर्किनु हजुर त्योभन्दा अगाडि नै मुभीहरू गरेको थियो मेरो फुपूसँग मिलेर मामा फुपू अनि साथीभाइसँग मिलेर हामीले कल्चरल मुभीहरू गरेपछि चाहिँ त्यो चिजलाई चाहिँ अझै पनि अलिकति स्टडी गरौँ न मुभी के हो भनेर अनि इन्डियामा अलिकति मैले स्टडी गर्न पाएँ हजुर त्यसपछि चाहिँ अब नेपालमा चाहिँ गर्नुपर्छ जे होला सिक्छु पनि उतै ओके गर्छु पनि उतै भनेर चाहिँ त्यसपछि चाहिँ म गएको छैन तपाईँ 4 वर्ष इन्डिया बस्नुभयो 13 देखि 17सम्म 16को इन्डिङतिर फर्केको ए हजुर 3 वर्ष त होला ओके अनि त्यो मात्र नभएर आफ्नै म्युजिक भिडियो आफै गायक होइन त्यो इच्छा चाहिँ कहाँबाट आयो सर एउटा त्यो हुन्छ नि तपाईँको मेन मेरो प्रोफेसन भनेको तपाईँको क्यामेरा नै हो ओके
अनि म्युजिक चाहिँ हुन्छ नि तपाईँको आफ्नो मनको इच्छा मात्र पुरा गर्नले हुन्छ नि त्यो कसैले म मेरो गीत कसले सुन्नुहोस् नसुन्नुहोस् मलाई त्यसलाई म्याटर भएन म पनि त्यही हो सर हजुर गाउँछु रमाइलो गर्छु सकियो हजुर आफूले चाहिँ आत्मसन्तुष्टि के भन्छन् तपाईँको त्यो चिजको लागि म्युजिक चाहिँ मेरो हजुर म्युजिक चाहिँ म स्पेसली यो तपाईँ के भन्छ यो प्रोफेसनमा हुन्छ नि पैसा कमाउनको लागि म म्युजिक गर्दिनँ खास आफूले जे ठिक लाग्छ गरेर आउँछ कसैले मन परोस् नपरोस् त्यो म्याटर भएन तर कुनै कुनै चिजहरू चाहिँ बुम भइरहेछ क्या मेरो म्युजिक बुम भइरहेछ हजुर हजुर त्यो नसोचेको चिजहरू जाँदो रहेछ हजुर त्यो मात्रै होइन हजुरले त अझ 200+ त काम पनि गर्नु भइसकेको छ नि त होइन हजुरको प्रोफाइल चेक गर्दा पनि हजुर हजुर त्यो चाहिँ ठ्याक्कै यहाँ आउने बित्तिकै 6 महिना जति छ त्यत्तिकै के गरौँ भन्ने कुरा थियो अनि फर्स्टमा चाहिँ सिनेमाग्राफर भन्दा पनि तपाईँको पहिले म ड्रोन अपरेटर थियो नेपालमा ड्रोन अपरेटर पहिलो हो क्या हजुर पहिलो त होइन आउनमा गर्दाखेरि तपाईँको टप 10 भित्रै थियो टप 10 भित्र ओके त्यति मात्र थियो डिमान्ड यति धेरै हाई थियो क्या तपाईँको त्यो टाइममा हजुर अनि त्यो सँगसँगै पछि गएर क्यामेरा गरेँ अनि मैले काउन्टी त्यो टाइममा चाहिँ के हुन्थ्यो मैले गरेको कामहरू चाहिँ म लिस्ट गर्थेँ कि छ हजुर अनि 2.5 इयरमा चाहिँ 400+ म्युजिक भिडियो मैले काम गरेको रहेछ ओके 400 2.5 वर्षमा 2.5 वर्षमा 400+ म्युजिक भिडियो रहेछ किनभने यो कुरा फेरि एकचोटि मलाई जान्नु मन लाग्यो हजुर 2.5 वर्षमा हजुर हजुर कतिवटा 400+ नै रहेछ सर म्युजिक भिडियो हजुर मैले काम गरेको रहेछ क्या ए 2.5 वर्षमा हजुर त्यो भनेको तपाईँले दिनमा कति एउटा कुनै कुनै बेलामा त तपाईँको कस्तो हुन्छ भने एउटै डाँडा पऱ्यो भने पारी टाढा पनि वारी टाढा पनि गर्नुपर्छ क्या एकै दिनमा 2टा पनि काम गरेको छु क्या त्यो भनेको त तपाईँको 2 वर्ष भनेको 365 भनेको कि 760 1000 दिनमा हजुरले 400वटा हजुर म्युजिक भिडियो हजुर सुट गर्नुभएको हजुर सम्भव होला सर त्यो अनि भनेपछि त्यतिखेर त एक टाइममा त थियो नि त रिटेक कति लिएला त्यहाँ तपाईँलाई अप्ठ्यारो हुन्छ नि त्यो बेला त त्यो कसरी गऱ्यो त्यो टाइममा भर्खर सिक्दै त्यो एक टाइममा हुन्छ नि तपाईँको इन्थुजियास्ट एउटा काम गर्ने इच्छा हजुर त्यो त्यतिखेर थकान होइन तपाईँको कहाँ भाग्नुपर्ने के चिज हो होइन तपाईँको बिहान कति बजी उठ्नुपर्ने त्यसको प्रब्लम भन्दा पनि काम चाहिँ सघाउनु पर्ने त्यो थियो क्या लर्निङ फेजमा भनौँ न सिधै भन्नु पर्दाखेरि चाहिँ त्यतिखेर इन्डियामा त रेगुलर म काम गरिरहने मान्छे अनि यहाँ आएपछि 6 महिनासम्म चाहिँ म बसेँ यत्तिकै अनि जब काम स्टार्ट भयो यति धेरै रसमा थियो कि तपाईँको होइन हजुर आज सक्यो अनि त्यो सेड्युल नै 1 हप्तासम्म चाहिँ सेड्युल नै हुन्थ्यो क्या फलाना तपाईँको हुन्छ यो कुन सालको कुरा हो सर यो तपाईँको 17 भनेपछि 76 भनेपछि 18, 19, 20सम्मको ए भनेपछि हजुर त भिडियोग्राफीमा त नेपाली इन्डस्ट्री फिल्म इन्डस्ट्री म्युजिक भिडियोको त राजेश हमाल हुनुहुन्छ राजेश हमाल जस्तो व्यस्त कि हजुर पनि होइन त्यो चाहिँ भन्नु काम हो गर्नुपर्छ जस कामलाई हजुरले माया गर्नु हुँदो रहेछ हजुर किनभने एउटा भिडियो खिच्नको लागि अलमोस्ट मेरो आफ्नै फ्यामिलीको एउटा म्युजिक भिडियो छ त्यो बनाउनको लागि प्लानिङ गर्दा गर्दा 1 वर्ष अझ पनि सकेको छैन अहिले चाहिँ म पनि त्यसरी चाहन्छु सर ए हजुर किनभने त्यो बेलामा रसमा गऱ्यो कति कामहरू त मलाई याद पनि छैन कति कुन हो अहिले तिमीले गरेको भए पनि मलाई सोच्नुपर्छ क्या त्यो कि त्यो लिस्ट हेर्नु पऱ्यो हजुर अनि 2.5 वर्ष 3 वर्ष त्यसरी गरिदिएपछि चाहिँ इन्डस्ट्रीमा चेन्ज आएन तपाईँको हजुर नआएपछि चाहिँ म किन गरिरहेको छु त मैले यत्रो दुःख गर्छु होइन पारिश्रमिक आफ्नो ठाउँमा छ तर इन्डस्ट्री पनि त चेन्ज हुनु पऱ्यो नि तपाईँको अहिले पनि साथीहरू हुनुहुन्छ त्यो जुन टाइममा मैले काम गर्थ्यो हजुर त्यही पारिश्रमिकमा काम गर्नुहुन्छ क्या ए अनि ग्रो अप नै हुँदैन भने पैसा त हामी जहाँ पनि कमाउँछौँ जान्छ तर मैले गरेको हामी जति पनि दुःख गर्छ नि त तपाईँको बिहान त्यो सिनमा आर्टिस्ट हुन्छ सबैजना मिलेर काम गरेपछि इन्डस्ट्री पनि ग्रो अप हुनु पऱ्यो क्या हो इन्डस्ट्री डेभलप हुनु पऱ्यो हजुर जसरी इन्डियाको इन्डस्ट्री राम्रो छ नि त अहिले मार्केट त्यस्तै नेपालको पनि हुनु पऱ्यो हजुर अनि कस्तो कतिपय डाइरेक्टर सरहरू दाजुभाइहरू हुनुहुन्छ अनि
जुन टाइममा मैले सुरु गरेको थियो अहिले पनि कन्सेप्टहरू सेम नै। अनि त्यसपछि चाहिँ बिस्तारै गरेर त्यो चिजबाट मैले ब्रेक लिएँ सर। होइन फिल्टर गर्ने होइन राम्रो गर्ने। जस्तै त्यहाँ तपाईँको एउटा म्युजिक भिडियो बनाउनलाई 10-15 जना तपाईँको 30 जना नै हुन्छ नि त। हजुर मेन पावर त्यो कामले चाहिँ उसले भोलि राम्रो होस् क्या प्रोफाइलमा हो मैले गरेको हो है भनेर देखाउँदाखेरि पनि उसले पनि प्राउड होस् न। किनकि तपाईँको यो भागदौडसँग चाहिँ त्यसपछि म भागदौडसँग चाहिँ म अलिक पर नै बसेँ। मैले पनि भन्नु मिल्दैन होइन, म नै आफू नेवा कम्युनिटीमा बिलङ गर्छु र नेवा कम्युनिटीमा चाहिँ म्युजिक भिडियोहरू पुरानै तरिकाको अहिले पनि छ कि। अनि अब तामाङ सेलोमा नि त्यस्तै छ नि त, एउटै किसिमको मात्रै छ नि त। अनि अहिले हजुरहरू आउनु भएपछि नयाँ युवाहरू अलिक चेन्ज भएको देख्छु मैले। नेवा कम्युनिटीमा नि भर्खर मात्रै हेर्नुहुन्छ नि पल्सा, अब हाम्रो ठमेलको एउटा क्लबमा चाहिँ नाचिरहेछ ऐला 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 गरेर होइन। त्यो भनेको त फ्युजन भयो नि त। पल्सा हाम्रो अब नेपाली इन्डस्ट्रीको राम्रो कलाकार नेवारी गीतमा नाचिराख्नु भएको छ, त्यो एउटा फ्युजन गरेको छौँ अस्ति भर्खरै। त्यसै गरेर हजुरको मैले युट्युबमा नि 2-3वटा भिडियोहरू हेरेँ, त्यसलाई चाहिँ बुझ्दा चाहिँ अहिलेको अवस्थामा मार्केट चाहिँ चेन्ज भएको देख्छु मैले म्युजिक भिडियोको। अनि एउटा टेन्टेटिभ म्युजिक भिडियो बनाउनको लागि अहिले चाहिँ हजुरको के छ, कसरी हामीले यो समय व्यवस्थापन र हजुरले बजेट कसरी के छ सर, कसरी कति लाग्छ? बजेट तपाईँको डिपेन्ड अन स्क्रिप्ट म चाहिँ त्यसमा गर्छु। बजेट अब अहिले नै यति हो भनेर गर्नु एउटा रेन्ज त हुनसक्छ नि होइन। जस्तै तपाईँले मलाई एउटा बजेट मैले निर्धारण गरेँ भने लोकेसनले खान्छ तपाईँको। लोकेसनले खान्छ। ओके लोकेसन अनि तपाईँले भन्नुभएको छ त्यो लोकेसन भन्नुभयो फर्स्टमा चाहिँ म प्रि प्लानिङ मेरो चाहिँ अबको बनायो भने चाहिँ अहिले मैले फिलहाल म्युजिक भिडियो नगरेको त थुप्रै भयो। हजुर प्रि प्लानिङ गरौँ। स्क्रिप्ट तपाईँको जस्तै एउटा बनाउनु पर्ने छ भने स्क्रिप्ट रेडी गर्ने फर्स्टमा प्रि प्रोडक्सन स्क्रिप्ट हो मेन। हजुर जस्तै तपाईँको गीत छ भने गीतसँग कसरी गर्ने त भन्ने कुरा हो। अब कुनै चाहिँ हुन्छ नि तपाईँको अडियोमा मात्रै यति चलिरहेको हुन्छ क्या, जब त्यसले भिडियोमा गर्दाखेरि चाहिँ हो त्यो कहाँ तलतिर चलिरहेको हुन्छ त्यस्तो पनि थियो। अनि त्यसले गर्दाखेरि चाहिँ एउटा अडियो बेटर छ भने अडियो त फर्स्ट कुरा त अडियो त बेटर हुनु पऱ्यो। सरको अलिक अगाडि आउनु न, अलि अगाडि। ओके अनि सेकेन्ड भनेको त्यो चिजलाई अझै बेटर कसरी बनाउन सकिन्छ प्रि प्रोडक्सन छ क्या, नेपालमा छैन क्या। हजुर नेपालमा चाहिँ कसो छ भने अहिले चाहिँ मैले देखिरहेको हुन्छु, अब सबैले त होइन तर मेरो सर्कलको कुरा गर्दाखेरि चाहिँ प्रि प्रोडक्सन छैन, स्ट्रङ छैन क्या। तपाईँको स्किप गर्नु पऱ्यो। अब एउटा दिमागमा एउटा चिज आउँदा त्यो कुरा कपीमा लेखेर भन्छ भने त्यसलाई कसरी गर्ने, लोकेसन के हो, प्रपर्टी के हो, आर्टिस्टको राख्दाखेरि ठिक हुन्छ। होइन तपाईँको लोकेसन कस्तो लोकेसन कुन भाषामा बनाउने हो त्यो चिजहरू हुन्छ। भनेपछि तपाईँको फुल प्याकेज एउटा म्युजिक भिडियोको लागि हजुरले चाहिँ अहिले प्लानिङ गरेर एउटा टिमसँग बसेर मात्र अगाडि बढ्नुभएको छ। पहिला जस्तो एउटा डाँडाबाट अर्को डाँडामा गएर त्यो त हुँदैन, बरु नगरेको राम्रो। हजुर होइन डाँडा मागेको ठाउँमा गर्नुपर्छ, तर अनि एउटै डाँडामा सघाउनु त हजुर त्यो मेकसेन्स नै हुँदैन। त्यही त, त्यही कारणले चाहिँ मैले अहिलेको म्युजिक भिडियोमा चाहिँ म्युजिक भिडियो चाहिँ राम्रो, हजुर भोइस सिङ्गरहरूको भोइस हुन्छ नि त्यो क्याची भएन भने जस्तो लाग्छ मलाई चाहिँ। यसमा चाहिँ के छ सर म्युजिक भिडियो इन्डस्ट्रीको अहिले भिडियो चाहिँ राम्रो छ, फेरि क्वालिटी धेरै राम्रो है। त्यो भोइस नराम्रो भन्दा पनि सर म चाहिँ के भन्छु क्वालिटी होइन, क्वालिटी अहिले नेपालमा छ साउन्डको। ओके जस्तै तपाईँको भोइसमा कस्तो टाइपको गीत सुट हुन्छ त्यो चिज चोइस गर्न नसक्यो। हजुर मलाई चाहिँ त्यसो लाग्छ। म त भोइस त नराम्रो कसैको पनि भन्दिनँ। त्यो पनि सही कुरा भन्नुभयो। क्याची कुरा गर्दैछु मैले। अब जसरी कुमार सागरको अहिले मार्केटमा जुन क्रेज छ हजुर होइन, उहाँ अहिलेको हाम्रो 90s भन्दा पछि मैले मन पराएर रुचाएको एक व्यक्तिको उहाँको भोइस। म पनि नेवार हो, अलिकति नेवारमा चाहिँ टटर मोमो आउँछ कि मेरो। होइन त्यो त चाहिन्छ
किनभने हामी तामाङ बोल्दाखेरि पनि चाहिन्छ नि त त्यो आफ्नोपन पहिले चाहिँ अलिकति हामीले हुन्छ नि तपाईँको यसरी बोल्नुपर्छ भन्ने कुरा छ तर अहिले चाहिँ मेरो तामाङ टोन मिक्स हुन्छ भने म प्राउड गर्छु ओके म पनि प्राउड गर्न थालेको गर्छु अहिले कुमार सागरजीले गर्दा म पनि प्राउड गर्न थालेको छु थ्याङ्क यू कुमार सागरजी हुन्छ अहिले हजुरको यो म्युजिक भिडियोको कुरा त भइहाल्यो होइन अहिले चाहिँ हामी सानो कमर्सियल ब्रेकमा जान्छौँ यसपछि फेरि पनि फर्किन्छौँ है त हस् थ्याङ्क यू सो मच फेरि नै हामी फर्किनेछौँ दोस्रो एपिसोड सिजनमा हस् थ्याङ्क यू Social Impact Podcast with Rajiv Shrestha. स्वागत छ फेरि पनि दोस्रो सिजनमा हाम्रो सेन्सै पेमा वेबा सरको आजको यस छलफल भनौँ पोडकास्टमा चाहिँ धेरै कुराहरू भइसकेको छ फेरि पनि केही कुराहरू उहाँसँग लिन खोज्छौँ हामी ओके ल दोस्रो सेसनमा वेलकम सर हजुरलाई थ्याङ्क यू सर कस्तो भइरहेछ पोडकास्ट तपाईँलाई आज थाकिराख्नु भयो होला थाकेको त छैन रमाइलो भइरहेछ हजुर नर्मली यो पोडकास्ट भन्दा पनि हामी दुईजना गफ गरेको जस्तै त्यही फिल लिइरहेको छौँ ओके पोडकास्ट भनेकै गफै हो अहिलेलाई मैले फर्स्ट सेसनमा तपाईँसँग विभिन्न म्युजिक भिडियो 200+ भिडियोहरू 2.5 वर्षमा होइन खिचेको कुरा गऱ्यौँ सगरमाथाको कुरा गऱ्यौँ होइन उचाइ र हजुरको टिमसँग जसरी काम गर्नुभयो उहाँहरूसँगको एउटा एक्सपिरियन्स सेयर गर्नुभयो इमेजिन नेपाल हजुर ओके हामी अहिले दोस्रो सेसनमा चाहिँ हजुर जसरी लेखक पनि हुनुहुन्छ त्यसको बारे के छलफल गर्न चाहन्छु सर म राइटिङ चाहिँ मेरो खासमा गर्दाखेरि त्यो पनि पार्ट लाइक म्युजिक जस्तै हो सर हजुर म बाहिर त्यति गर्दिनँ ओके भित्र आफ्नो लागि मात्र गर्छु त्यो चिजहरू पनि त्यो छ राइटिङको बारेमा हिजो एउटा हजुरको युट्युबमै मैले हेर्न पाएको थिएँ मेरो पत्र प्रेम पत्र के थियो एउटा के तिमी भन्ने थियो त्यसमा पत्रको कुरा थियो त्यो केही लाइन सम्झिन सक्नुहुन्छ अहिले 2 लाइन मात्रै त्यो चाहिँ अलिकति मेरो लाइफसँग कनेक्ट भएको चिज हो सर त्यसले गर्दाखेरि मैले फिल गरेँ त्यो त्यसले गर्दाखेरि त्यही भएर त्यो चिजहरू चाहिँ सोचेर म यस्तो लेख्छु भन्दा पनि हजुर त्यो एउटा टाइमिङ आउँदो रहेछ क्या सर ओके अनि टक्क त्यो टाइमिङले हामीले क्याच गर्नु पायो भने चाहिँ निस्किँदो रहेछ नत्र त्यो चिजलाई अहिले सम्झिनु पऱ्यो भने आउँदैन क्या त्यस्तो लाइनहरू त्यो हार्ट टचिङ थियो मैले त्यो मजाले सबै हेरेँ सुनेँ होइन तपाईँको भिडियोग्राफी पनि आफै एक्लै हुनुहुन्थ्यो त्यो रुममा मैले बुझ्दा चाहिँ त्यो स्टोरी चाहिँ के अरे त्यो लाइन चाहिँ के अरे प्रिय तिमी भन्ने चाहिँ त्यो चाहिँ मेरो रियल लाइफसँग नै कनेक्ट भएर बनाएको छ त्यति धेरै नत्र मैले स्क्रिप्टहरू प्ले गरेको छैन नि त तपाईँको अनि त्यो चाहिँ एकचोटि यत्तिकै ऱ्यान्डमली यत्तिकै आइरहेको थियो लेख्दाखेरि हार्ट टचिङ थियो अनि एउटा भाइलाई मैले भने उनीहरू चाहिँ एउटा भाइहरू छ क्या मेरो प्रोडक्सन टिममा हजुर हाम्रो भीम भाइ ओके अनि उसले चाहिँ त्यस्तै उसले पनि त्यस्तै गर्थ्यो अरूको न्यारेसनमा चाहिँ उसले चाहिँ भिडियो गर्थ्यो क्या अनि त्यो लाइन लेखेपछि मैले फोनबाट रेकर्ड गरेँ अनि उसले पठाइदियो क्या उसले के पनि भनेन अडियो पठाइदिएँ हजुर यो त बवालै भयो नि अनि के गर्नु त अब भनेको त अब त भिडियो हेर्ने त अनि कसरी गर्ने त भिडियो भोलि म आउँछु तपाईँको लोकेसनमा अनि म भिडियो सुट गरिदिन्छु अनि म एडिट गरिदिन्छु भन्नु अनि त्यो टक्क भोलिपल्ट नै ऊ आएर बिचरा भाइले गर्थेँ अनि सबैले रेस्पोन्स राम्रो दिने भयो अनि खासमा चाहिँ त्यो चिज चाहिँ मेरो रियल लाइफसँग नै कनेक्ट भएर मैले चाहिँ गर्थ्यौँ न त भन्ने कुरा हिसाबले हो तर कतिजनाले चाहिँ अब अर्को पनि लेख्नु न लेखेर चाहिँ आफ्नै भोइसओभर गर्नु भन्नुभयो त्यसको अब अहिले यो माउन्टेनियरिङ यो चिजहरू अब ब्रेक टाइम हुन्छ सर हजुर त्यो टाइममा गर्छु म मसँग स्क्रिप्ट लास्ट स्क्रिप्ट छ अनि तपाईँको न्यारेसन पनि राम्रो थियो जुन न्यारेटिभ हजुरले त्यहाँ क्रिएट गर्नुभएको थियो हार्ट टचिङ त्यही कारण मैले यो कुरा अलिक सम्झिन चाहेको हजुर अरू के छ सर योजना अब अहिले त हजुर 2026मा नेपालै हुनुहुन्छ अब यसलाई अझै पनि एक्सपान्सनको लागि तपाईँको मैले भिजनहरू हेरेको थिएँ कि
हजुर जुन म्युजिक भिडियोलाई चाहिँ इन्टरनेसनल प्लेटफर्ममा पुर्याउने म्युजिक भिडियोलाई भन्दा पनि अब त मेरो म्युजिक भिडियोबाट अलिकति म पर नै छु सर हजुर भयो भने चाहिँ हाम्रो यो माउन्टेनियरिङ सेक्टरमा जुन चाहिँ पनि मुभीहरू भन्छ नि त तपाईँको हजुर जस्तै डकुमेन्ट्री बायोपिकहरू लला सब्जी प्रमोसनको कुराहरू छ हजुर अब इन फ्युचर हुन्छ कि हुँदैन त्यो त मलाई थाहा छैन तर हाई एल्टिट्युड सिनेमाग्राफर फिल्म मेकर चाहिँ हाम्रो नेपालमै हुनुपर्छ ओके नेपालबाट नै अब एउटा टिम बनाउनुपर्छ त्यो चाहिँ मेरो ड्रिम छ अहिले चाहिँ भिडियोग्राफरमा हातमा गर्ने व्यक्ति मात्रै हुनुहुन्छ जस्तो लाग्छ माउन्टेनको अहिले चाहिँ अब बिस्तारै आउँदै हुनुहुन्छ 10-15 जना चाहिँ हुनुहुन्छ अनि धेरै इन फ्युचर धेरै चिजहरू छ क्या सर भोलि गएर एउटा माउन्टेन फिल्म बनाउनलाई विदेशबाट डाइरेक्टर क्यामेराम्यान ल्याउँदाखेरि तपाईँको फ्लाइटकै कति पर्छ नि त फ्लाइट टिकटकै कुरो गरौँ फ्लाइट टिकट मात्र यहाँ नेपालको सिनेमाग्राफरलाई दियो भने पुग्छ हो त्यो पनि सही कुरा हुनुभयो नेपालको अर्थतन्त्र बलियो हुने भयो हजुर यहाँ रोजगार सिर्जना हुने भयो हजुर हाम्रै दाजुभाइले काम पाउँछ हजुर अनि अर्को हजुरले भिजन र मिसनमा के मेन्सन गर्नुभएको थियो भने डिप कनेक्सन विथ हिमालयन कम्युनिटिज जुन हिमालयनमा एउटा कम्युनिटी छ नि हजुर उहाँहरूसँग भिडियोबाट विश्वलाई तपाईँले देखाइराख्नु भएको छ नि हजुर अझै अब अहिले त त्यति धेरै छैन सर अब मेरो फाइलहरू छ खिचेकोहरू छ हजुर त्यो चिजलाई चाहिँ मैले एउटा भिडियो खिचेर पोस्ट गरेँ त्यो चिजभन्दा पनि त्यो चिजले चाहिँ बाहिरको मान्छेले हेर्दाखेरि चाहिँ के बुझ्नु हो के पाउँछ त म चाहिँ त्यो हिसाबले गर्न मान्छे मसँग यति धेरै फुटेज छ कि अनि त्यसले चाहिँ अब अहिले भन्दा पनि मलाई अहिले तातै खाऊँ भन्दा पनि मलाई अलिकति समय लिएर बिस्तारै बिस्तारै अब त्यही 8-10 वर्षपछि रिटायरमेन्ट लिन्छु अनि त्यसले चाहिँ त्यो रिटायरमेन्टको टाइममा चाहिँ त्यो चिजहरू पब्लिस गर्ने मेरो चाहिँ त्यो प्लान छ त्यो सपना छ तपाईँको हजुर हजुर भोलि अब रिटायरमेन्ट लिएपछि चाहिँ नो स्टेज नो भागदौड अनि तपाईँको म किन गर्ने ओके त्यही भिडियो एडिट गर्ने देखाउने दुनियाँले ओके मेरो चाहिँ यो सपना यस्तो रहेछ मेरो पनि भर्खरको छौँ हजुर र हामी र यो उमेरमा दिनको 10 वटा जति काम म गरिरहेको हुन्छु हजुर त्यो प्रोफेसनल अनप्रोफेसनल अफिसभन्दा बाहिर यो पोडकास्ट पनि मेरो प्रोफेसन होइन नि हजुर जस्ता व्यक्तित्वहरूको एउटा बायोपिक बनाऊँ होइन एउटा डकुमेन्ट्री बनाऊँ भन्ने सोचमा चाहिँ हामीले गरिरहेछौँ यो चाहिँ हामी बुढेसकालमा तपाईँ हामी बसेर आनन्दले हेर्नको लागि एउटा सोचका साथ पोडकास्ट गरिरहेछौँ अनि युवाहरूलाई के भन्न चाहनुहुन्छ सर अब जो सगरमाथा चढ्न चाहनुहुन्छ विदेशमा हुनुहुन्छ कोही मान्छे त अब विदेशबाट एबिसी ट्रेकको लागि आइरहेको हुन्छ नि होइन उहाँहरूलाई चाहिँ नेपालमा आउनुहोस् भन्नलाई के एउटा मेसेज दिन चाहनुहुन्छ तपाईँ नेपालमा आउनलाई फर्कनको लागि अलिकति एउटा के कुरा प्लान चाहिँ हुनुपर्छ सर म यतिकै फर्क्यौँ त भन्न सक्दिनँ हो तर म पनि त दुःख गरिरहेको छु नि त अझै पनि म भागदौड गर्छु दुःख गर्छु यहाँ चाहिँ अलिकति टाइम लाग्छ हजुर केही कुरा हुनलाई किनभने तपाईँले 1 वर्ष नै प्लान गर्नु कि कुनै चिज गर्नलाई प्रि प्लानिङ अनि तपाईँले त्यसमा 100% नै गर्न के भन्छ 100% नै तपाईँले म गर्छु भनेर गर्नुभएको हुन्छ नि त तर त्यही चिजलाई एप्लाई गर्दै जाँदाखेरि काम गर्दै जाँदाखेरि चाहिँ त्यो 40-50सम्म हुन्छ त्यो 100 पुऱ्याउनु चाहिँ भयो भने अब धेरै वर्ष लाग्दो रहेछ क्या अनि मलाई चाहिँ नेपालमा बसेर केही गरेन भन्दा पनि जति हुन्छ गर्ने हो क्या प्यासन त हुनु पऱ्यो मान्छे हो हजुरको कुरामा एउटा मर्म छ कि सर हजुरले जुन बोलिराख्नु भएको छ नि 40-50% मात्रै भएर काम छैन हामीलाई किनभने हामी त स्ट्रगल गरिरहेछौँ नि त अर्को 10 वर्षपछि त हामी यो स्पिडमा काम गर्न सक्दैन
त्यही पनि हामी नेपालमै छौँ। हजुर। अब म 2011-12मै बाहिर जाने सोच भइसकेको व्यक्ति नेपालमै छौँ। तपाईँ पनि सगरमाथा 3 चोटि चढिसक्नु भएको छ नेपालमै। अबको सरकार एउटा म हजुरको पर्सेप्सन लिन चाहन्छु। अबको सरकारले चाहिँ युवाहरूलाई कस्तो प्लेटफर्म दिन सक्छ सर? हजुरको आशा के छ अबको सरकारबाट? मेन भनेको सरकारले अब आउने सरकारले के हो भने मलाई के कुरा गर्न मन छ भने त्यो चिजलाई भेरिफाई गर्नु। ओके, यो चिजलाई नेपाललाई के हुन्छ मेरो पर्सनल लाइफ या त मेरो कम्युनिटीमा एउटा बिजनेस भएकै कुरालाई भन्दाखेरि मेन कुरा भनेको यहाँ भनेको बिजनेस होइन हो। इन्कमको सोर्स भनेको नै बिजनेस हो। अनि कति जस्तै अहिले हाम्रो जेनेरेसनको लाइनकोहरूले म्याक्सिममले त जबभन्दा बढी त कि म आफै गर्छु भनेर सोचिरहनु भएको छ नि त म्याक्सिमम। म चाहिँ त्यो देख्छु। त्यो चिजलाई चाहिँ गभर्मेन्ट सेक्टरबाट सपोर्ट हुनु पऱ्यो क्या। अब चाहिँ अब एक्जाम्पलको लागि चलचित्र बोर्डमा हजुरले अस्ति ट्रेनिङ पनि अर्गनाइज गर्नुभयो। हजुर। त्यस्तै कामहरू सरकारबाट भयो भने हजुरहरूलाई एउटा सहिलो हुन्छ नि त सस्टेन गर्नको लागि। म एउटा कुरा जोडेछु यहाँ जस्तै अब द ड्रोनकै कुरा गरौँ न। लस अफ ह्यासल छ क्या। हो। त्यो चिजको चाहिँ यो म एक्जाम्पलको हिसाबले दिनु खोजेको। पर्सनल लाइफमा जस्तै हरेक पर्सनले के कुरा गर्छु भने चाहिँ त्यो चिजलाई उसले गर्नलाई इन्भाइरोमेन्ट राम्रो बनाइदिनु पऱ्यो क्या। अनि यहाँ तपाईँ पोडकास्ट गर्दै हुनुहुन्छ अनि यहाँ वरिपरि चाहिँ तपाईँको साउन्डहरू आयो भने डिस्टर्ब भयो भने ओके तिमीले गर नि त के गर्न सकिन्छ हाम्रो साइडबाट त्यति मात्र भयो भने पुग्यो क्या। हजुर। केही गरिदिनुपर्छ भन्ने छैन। अहिलेको जेनेरेसन म जेनेरेसन वाइजको कुरा गर्छु। हजुर। अहिले जस्तै तपाईँको अब होला नि त छोराछोरी हजुर फ्यामिली उहाँले तपाईँको छोराछोरीलाई दिने भनेको डाइरेक्सन हो क्या। हो। तपाईँले गरेर त दिनु परेन नि त। पर्दैन। अहिले चाहिने चाहिँ त्यही हो अब आउनेलाई चाहिँ। अनि सबै कुरो छ नेपाल। अलिकति हाम्रो सिस्टम भनौँ न तपाईँको सिस्टम भन्दा पनि म सिस्टमलाई त दोष दिँदैन, नियम चाहिँ अलिकति नभएको। हजुर। त्यही हो। सिस्टम छैन हुन्छ नि कसैले। सिस्टम त छ तर नियम अलिकति नियम भएन। अनि त्यसपछि नियम फेरि पालना पनि गर्दैन क्या हामी नेपाली। ए हजुर। कतिपय ट्राफिकको कुरा गरौँ न तपाईँको हो त्यो लाइन हुन्छ त्यो क्रस गर्न मिल्दैन भने त्यो स्टडी गरेर हुन्छ तर पनि ओभरटेक गरेर हुन्छ क्या। लेनको कुरा गरेको मैले होइन अहिले त्यो छ क्या इन्भाइरोमेन्ट। अनि त्यो चिजले चाहिँ आफ्नो लेनमा हिँड्ने त्यो टाइपको नियमहरू त्यो इन्भाइरोमेन्ट क्रिएट गरेर पनि सबै कुरा यहीँ छ क्या मेरो लागि चाहिँ। त्यो मात्रै होइन चुरोटमा नि नो स्मोकिङ इज इन्जुरियस त्यो पनि गरेर आउँछौँ हामीले। हजुरलाई चिसो लाग्यो मलाई हल्का चिसो लाग्यो एसी बन्द गरिदिनु पर्ला चिसो होइन इज ओके ठिक छ हजुरलाई ठिक छ ओके। अब यस्तो सर अब हामीले चाहिँ नेपाल सरकारसँग तपाईँको जुन म्युजिक भिडियो तपाईँले गरिराख्नु भएको माउन्टेनका कामहरू होइन यसलाई सपोर्ट गर्न चाहिँ के छ एक्सपेक्टेसन भनेर मैले बुझ्न खोजेको मात्रै हो। होइन सर यहाँ मेरो कन्टेस्टमा भनौँ न सपोर्ट चाहिँदैन क्या। सपोर्ट गर्न खोज्यो भने चाहिँ अलिकति मान्छे माथिन्छ क्या फेरि दुःख गर्ने इन्भाइरोमेन्ट चाहिँ क्रिएट गरिदिने क्या। मलाई यहाँ ड्रोन उडाउनु छ भने यो ड्रोन उडाउनलाई इजी जस्तो पर्मिट निकाल्नु भने पर्मिट निकाल्नेको त्यो एउटा हुन्छ नि तपाईँको नियम त्यो चिजहरूलाई अलिकति फ्लेक्सिबल बनाउने हो क्या। तपाईँको त अहिले यो हेरिटेज एरियामा ड्रोन उडाउन पाइँदैन भन्ने कुरा पनि छ। हजुर होइन अनि त्यसपछि माउन्ट एभरेस्टमा पनि पर्मिसन पहिले लिनुपर्छ सबै ठाउँ। त्यो चाहिँ कतिको सहजीकरण छ सर त्यो पर्मिसन लिनको लागि ड्रोनको लागि? ड्रोनको पर्मिटको लागि अब अलिअलि ह्यासल चाहिँ छ किनभने एउटा ड्रोनको नियमै छैन। एउटा कुरा त म सिधै भन्छु। अनि अहिले हामी उडान एसोसिएसन छ हाम्रो ड्रोनकै अनि त्यहाँबाट चाहिँ
अलिकति माथि यो चिजहरू हुनु पऱ्यो, यो हिसाबले जानु पऱ्यो भनेर हामीले केही पोइन्टहरू छ त्यो चाहिँ राख्न चाहिँ राखेको छ। अब उहाँले कहिले त्यो चिजलाई कहिले अब कार्यान्वयन गर्नुहुन्छ त्यो त थाहा छैन होइन। ड्रोनकै कुरा गर्दाखेरि फ्युचरमा चाहिँ पोसिबिलिटीहरू छ क्या ड्रोनमा तपाईँको छ एग्रिकल्चरमा जस्तै माउन्टेनमा अबको नेक्स्ट पछि माउन्टेनको कुरा गर्दाखेरि पनि अब लोड बोक्ने मान्छेहरू कम हुँदैछ क्या। भोलिखेर अब ड्रोनले क्यारी गरिरहेछ नि त हाम्रो एडलिफ्टले गर्दै जानुभएको छ। फर्स्टमा टेस्ट गर्ने हामी नै हो बेस क्याम्पमा। सरसँग एउटा मैले कुरा सेयर गर्न चाहेँ, 50 किलोसम्म बोक्न सक्ने ड्रोन पनि छ अरे नि त। छ नि, त्यो चाहिँ कस्तो हुन्छ सर? मान्छेले बोक्न सक्ने ड्रोन, हेलिकप्टर जस्तो? मान्छेले चाहिँ भन्दा पनि सामान क्यारी लोड क्यारी गर्ने 50 किलो। ओके। अनि छ त्यस्तोहरू अहिले एभरेज बेस क्याम्पमा उडिरहेको हुन्छ। क्याम्प वानसम्म तपाईँको सामान माथि लान्छ। जस्तै कुनै पनि चिजहरूमा चाहिँ रिस्क हुन्छ नि तपाईँको, त्यो चिजमा युज गर्न पाएँ क्या। अब यो तपाईँको यो सेप्टेम्बरमा अब फेरि फ्लड आउँछ, मलाई थाहा छ फ्लड। ओके। त्यतिखेर जस्तै कति धेरै मेडिकलको कुराहरू छ तपाईँको। हजुर। अनि अरू त अब 100 kg क्यापेसिटीको ड्रोन हामीले नेपालमा ल्यायो भने तपाईँको जस्तै पहिले कहाँनिर डुबानमा परेको थियो नि त। हो, यतै काठमाडौँमै थियो। हजुर, हामीले माथि 100 को क्यापेसिटी 50 kgसम्म उडाउँछु भने यहाँ त एल्टिट्युड छैन नि त। यहाँ त 100 मा मिनिमम पनि तपाईँको 80 kg को क्यालकुलेसन राखौँ न, हुन्छ क्या। हो, सकिन्छ भनेपछि ड्रोनको मार्केट राम्रो छ। अब मार्केट भन्दा पनि नेपालमा चाहिँ चाहिन्छ कि चाहिन्छ। अब हाम्रो बिजनेसम्यानहरूले इम्पोर्ट गर्न सुरु गर्दैन भयो। त्यो चिजहरूलाई चाहिँ मेन कुरा चाहिँ यो चिज चाहिने रहेछ है नेपालमा भनेर चाहिँ एउटा गभर्मेन्ट सेक्टरबाट एउटा निस्किनु पर्यो। रेस्क्यु पर्पजको कुरा भयो, एग्रिकल्चर सेक्टरमा भयो, जस्तो तपाईँको माउन्टेनमा भयो। एग्रिकल्चरमा भन्नाले सर कृषिमा कसरी ड्रोन युज गर्न सक्छ? तपाईँको जस्तै औषधीहरू छर्नु पर्दाखेरि एउटा ड्रोनमा त्यो बनिसकेको छ। जस्तै तराईको फाडहरूमा त एक हुन्छ नि तपाईँको। हजुर, त्यो ड्रोनले काम गर्ने गर्छ नि सर। व्यक्ति चाहिएन लोड क्यारीमा। जस्तै तपाईँको यो हाइड्रोको कुराहरू हुन्छ नि तपाईँको कति रिस्की हुन्छ। हजुर, त्यो चिजहरूमा युज गर्न मिल्छ क्या ड्रोन। ओके। जस्तै तपाईँको काठमाडौँमा जाने ट्राफिक कस्तो छ? ट्राफिक छ। यो आगो लाग्छ नि तपाईँको। हजुर, त्यो बेलामा युज गर्न मिल्छ। अहिले हाम्रो अस्ति ट्रेनिङ पनि भइसकेको छ यो बारे। पुलिस नेपाल पुलिससँग कोअर्डिनेसन गरेर भइसक्यो। ओके। ट्रेनिङ पनि भइसक्यो। यो छ क्या पोसिबिलिटी। ड्रोनको जो भविष्य छ। अनि हामीले त झन् यो हाम्रो बिजी सिटीमा त अनि हो चाहिन्छ क्या। कसरी भन्छ चाहिन्छ। ओके। तपाईँको अस्तिको प्रोटेस्टको कुरा गरौँ न। प्रोटेस्ट त्यत्रो आगो लाग्दाखेरि तपाईँको गाडी छिराउने बाटो त थिएन। त्यतिखेर 3-4वटा ड्रोन गरेको भए त जल्दैन। जुन चिजहरू नजल्नु पर्ने हो त्यो चिजहरू जल्दैन थियो नि त। भाद्र 23-24मा। हजुर, त्यो चिजहरू। ओके। कस्तो छ सर हजुरको अब यो ड्रोनको मार्केट राम्रो छ भनिराख्दा यसलाई इम्पोर्ट गर्ने मापदण्डहरू के कस्तो छ हजुरलाई के थाहा छ? इम्पोर्ट गर्न सकिन्छ तर यहाँ नियम छैन क्या तपाईँको। नियम छैन अहिलेसम्म। हजुर, त्यो नियम नभएको चिज गर्न खोज्यो भने चाहिँ फेरि अलिकति कस्ट बढी पर्दो रहेछ। अलिकति होमवर्क धेरै गर्नु पर्यो। हजुर, होइन नियम भएको चिजमा चाहिँ यो नियममा चाहिँ यति यो भनेर सबै कुरा हुन्छ नि त तपाईँको। त्यो नियममै नभएको चिजहरू भयो भने चाहिँ अलिकति हुन्छ नि त। अब यस्तो मार्नु पर्दो रहेछ क्या। ड्रोनको मार्केट राम्रो छ। यसलाई हजुरले नेपाल पुलिसमा नि अस्ति भर्खर ट्रेनिङ दिनुभयो। मैले भन्दा पनि हाम्रो टिम हुनुहुन्छ, एसोसिएसन उडान भयो। उडान हाम्रो ड्रोन हब नेपाल भनेर हाम्रो प्रवीण दाइको कम्पनी छ। अनि उहाँ त्यो एसोसिएसनबाट एउटा प्राइभेट कम्पनी एसोसिएट हुन्छ अनि त्यसरी गर्ने हो। त्यहाँभित्र चाहिँ ड्रोन एक्सपोर्टहरू ल्याउने तपाईँको ड्रोन सम्बन्धी मात्र होइन, त्यहाँ चाहिँ तपाईँको एभिएसनको मान्छे हुन्छ, क्यानको मान्छे हुन्छ, सबैसँग चाहिँ एक दिन चाहिँ जस्तै क्यानमै काम गरेर गर्नुभएको पहिलेको दाइहरू हुनुहुन्छ, नियमको कुराहरू उहाँले ब्रिफिङ गर्नुहुन्छ। अनि हाम्रो नेपाल पुलिसबाट पनि हुनुहुन्छ, उहाँले नियमको कुराहरू गर्नुहुन्छ। हामी ड्रोन एक्सपोर्टले चाहिँ
त्यो ड्रोन सम्बन्धीकै कुराहरू हुन्छ, थ्योरी प्र्याक्टिकल सबै कुरा हुन्छ तपाईँको त्यहाँभित्र। ओके, त्यो पनि कुनै दिन हामी पनि ट्रेनिङ लिन पाऊँ सर। ओके हामी पनि इन्ट्रेस्टेड त्यो चाहिँ चाहिन्छ सर। हो, भोलि यो चिजहरू चाहिँ अहिले जस्तै तपाईँको स्कुटर चाहियो भने इन फ्युचर ड्रोन चाहिँ चाहिन्छ क्या। त्यो भनेको एडभान्स टेक्नोलोजी भयो नेपालको लागि। हजुर, तपाईँले त्यसको बारेमा नलेज दिइराख्नु पायो भने राम्रो, धेरै राम्रो। हजुर। ओके, हाम्रो टेक्निकल भाइलाई पनि ड्रोन सिक्नु मन होला होइन? ड्रोन सरसँग सिक्नुपर्छ हामी बिस्तारै सँगै। अनि अब सर हामी माउन्ट एभरेस्टतिरै यसरी फोकस हुन्छौँ। अब आजको मेन फोकस विषय माउन्ट एभरेस्ट चढ्न अगाडि के प्रिपेयर गर्नुपर्छ सर? हामी जस्तो लेम्यानले चढ्न सक्छौँ सक्दैनौँ? यसो छ, त्यसको लागि मेन भनेको चाहिँ फिजिकल भनेको सेकेन्ड अप्सन हो, सेकेन्ड हो। म चाहिँ मेन्टल प्रिपेयर हुनुपर्छ, म चाहिँ त्यो भन्छु। ओके, तपाईँ यहाँ 1-2 वर्ष 3 वर्ष चाहिँ फिजिकल ट्रेनिङ गर्नुभयो, लास्टमा गएर तपाईँ मेन्टली प्रिपेयर हुने भएन भने काम छैन नि त। एउटा म एक्जाम्पल दिन चाहन्छु सर, मिल्छ मिलेन थाहा छैन। ओके, म बन्जी गर्दैछु भोलि। हजुर, आज म मेन्टली प्रिपेयर छु। हजुर, त्यहाँ पुगेर म सक्दिनँ भने फर्केका छन् कतिजना। हजुर, त्यस्तो हुन्छ माउन्ट एभरेस्टमा पनि? त्यस्तो हुँदैन, बिच बाटो फर्केका। त्यस्तो त्यो चाहिँ कस्तो भने तपाईँको कति गर्छु भन्ने फर्किनुहुन्छ, त्यो चिज चाहिँ मेन्टली प्रिपेयर भयो भने कहिले कहिले लाग्छ नि त। लाग्छ, हो, हाई अल्टिट्युड लाग्छ, एल्टिट्युड लाग्छ, त्यसले गर्दाखेरि हो। अनि यहाँ एल्टिट्युड पछि हेस भन्नेहरू छ, धेरै चिजहरू छ। हेल्थ चेकअपहरू गर्छन् बेस क्याम्पमा। हजुर, अनि ट्रेनिङ पनि हुन्छ बेस क्याम्पमा। त्यही अनुसार त्यहाँ विभिन्न प्रतिनिधिहरूले पनि चेक गर्छन् क्या अरे। अनि त्यो चाहिँ यहाँ तपाईँको पनि कस्तो हुन्छ भने तपाईँ अर्को वर्ष चढ्नुहुन्छ भने अब स्टार्ट गर्नुहुन्छ क्या। हजुर, त्यसमा तपाईँको जस्तै वाल क्लाइम्बिङको कुरा, रक क्लाइम्बिङको कुरा, ट्रेकिङको कुरा, त्यो चिजहरू गर्दै जाँदाखेरि चाहिँ तपाईँले अटोमेटिक नलेज हुन्छ कि। जस्तै अब तपाईँ अर्को वर्ष चढ्नुहुन्छ भने ट्रेकिङ गर्नुभयो भने 40 to 100 500 को ट्रेकिङ गर्नुहुन्छ, अनि त्यतिखेर नि तपाईँलाई थाहा हुन्छ क्या मेरो हेल्थको कति के हुनुपर्छ, ट्रेनिङमा के हुन्छ। त्यो प्रोसेस बाई अटोमेटिक नै तपाईँले त्यो सिक्नुहुन्छ क्या। तपाईँको हिमालमा 90 डिग्री पनि हुन्छन्, त्यो 90 डिग्रीमा हजुर चढ्नुहुन्छ नि। हजुर, त्यो पनि पोसिबल हुन्छ र हामीले गर्नलाई? त्यसको पनि ट्रेनिङहरू हुन्छ सर। हुन्छ है? हजुर, त्यो ट्रेनिङमा हुन्छ, गियरहरू हुन्छ, त्यो गियरको सपोर्टबाट जाने हो हामी, पोसिबल छ। जस्तै हामी वाल क्लाइम्बिङ गर्दाखेरि पनि चढ्नुहुन्छ, त्यही त। त्यसमा चाहिँ हामी माउन्टेनमा चाहिँ 1-2 गियरहरू एक्स्ट्रा हुन्छ। हजुर, पोसिबल छ। मलाई एकजना म व्यक्तिको नाम लिन चाहन्छु, व्यक्तित्व होइन, रामकुमार श्रेष्ठ। उहाँ चाहिँ हाम्रो करुणा हस्पिटलको सिइओ, अहिले चेयरम्यान हुनुहुन्छ कि अरे होइन, मेरो भिनाजु। उहाँ पनि चढ्नु भएको थियो। त्यो हजुरको टिममा हुनुहुन्थ्यो कि अरे? हामीले डाक्टर राम भन्नु। डाक्टर राम, हजुर, हामी चाहिँ राम भिनाजु भन्छौँ। अति रमाइलो हुनुहुन्छ हो। उहाँसँग बस्यो भने दिन बितेको नै थाहा हुँदैन, अनि त्यो स्याड भन्ने कुरा नै आउँदैन कि उहाँको अगाडि। हजुर, उहाँले भन्नुहुन्छ कि उहाँ मेन्टली बवाल प्रिपेयर हुनुहुन्थ्यो त्यतिखेर। अनि कति त्यो भित्तिमा गिचिक गिचिक गरी जानु भन्नुहुन्थ्यो, लास्टमा गएर उहाँ धेरै अल्छी गर्नुहुने। कति घिचिक घिचिक गर्नु, मिल्ने भए त मेरो सपनामा तिमीलाई पठाइदिँदैन टपमा, खै मिल्दैन भन्नुहुन्छ। अनि लास्टमा गएर सबभन्दा 23 सालको टिममा चाहिँ सबभन्दा अगाडि सबमिट गर्ने उहाँ नै हुनुहुन्थ्यो। हजुर, त्यतिखेर डाक्टर राम। हजुर, म रेस्पेक्ट गर्छु उहाँलाई। उहाँले नै मलाई मोटिभेट पनि गर्नुभएको छ अहिले पनि। म त गइसकेँ, तिमी सकिहाल्छौ भन्नुहुन्छ। सक्नुहुन्छ हो। फेरि हजुरको टिममा भनेपछि धेरै म पोजिटिभ पनि भयो, किनभने हजुरको फर्स्ट टाइम हामी भेटेको नि बेस क्याम्पमै, त्यो प्रोजेक्टमै। उहाँ एभरेस्ट चढ्ने बेलामा चाहिँ राजु दाइसँग मसँग जाँदै एउटै टिममा भएपछि भेट्यो। अहिले पनि हामी भेटिरहेको हुन्छ टाइम टाइममा। भाइ आउनु भन्नुहुन्छ, हजुर, भेट्छु, काम गर्छु। हो, त्यही उहाँले नि मोटिभेट गर्नुभएको थियो कि हामीलाई। अस्ति घरमा भेटघाट भएको थियो। अनि जानुपर्छ एभरेस्ट त तिमीहरू जानुपर्छ, अहिले युवाहरू गएन भने पछि जान सक्दैन भन्नुहुन्थ्यो। हजुरको कुरा सुन्दा सकिन्छ क्या जसलाई ट्राई गरिदिउँ क्या सर। त्यो बेलामा
डाक्टर रामले चढ्नु भएको बेलामा हजुर एभरेस्ट त्यही अगाडि थियो तर मैले कहिले पनि सोचेन कि हे म पनि एक दिन चढ्छु भनेर मैले कहिले पनि सोचेको थिएन कि म एभरेस्ट चढ्छु भनेर त्यो टाइम 2022 हजुर भनेपछि 3 चोटि चढ्नुभयो त्यसपछि भाग्यले साथी हो सपोर्ट दाइको सपोर्ट साथीभाइको सपोर्टले 2022 2024 2026 हजुर फाइनेन्सियल कस्तो हुन्छ सर कति लाग्छ के लाग्छ डिपेन्ड अन अब कम्पनीको अलग अलग चार्जेस हुन्छ रेन्ज के छ नेपालीलाई इफ मेम्बर बढ्न चाहनु भयो भने चाहिँ मिनिमम 35 to 40 मैले भनिदिएँ सिधै त्यति भयो भने सकिन्छ हजुर त्यो त चाहियो पनि किनभने ट्रेनिङदेखि लिएर पर्मीको कुरा आउँछ लजिङ फुडिङ अक्सिजनको कुरा तपाईँको काम गर्नेलाई लिएर त्यति अनि त्यो अप्ठ्यारो पर्छ नि यसलाई एडिट गरौँला सर हामी होइन यो त जे हो त्यो कुराले त भन्न पाएँ नि त हो ठिक छ सर सगरमाथा चढ्नु भइसक्यो तपाईँले होइन अनि अरू पनि मनासलु पनि चढ्नु भएको छ अबको यात्रा कहाँ हो सर मनासलु सगरमाथा भन्न माथि के छ अब एउटा मैले टिबेटको पनि चढेको छु टिबेट पनि चढ्नु भएको छ सिसाबाङमा भनेको चाहिँ 14 पिकको सबभन्दा कान्छो हजुर त्यो पनि मैले 2024 मा चढेँ ओके मनासलु चढ्यो मनासलु चढेपछि काठमाडौँमा 2 रात बस्यो त्यहाँबाट हेली लिएर स्याब्रुपेसी टिबेट ओके तपाईँ हिजो भर्खर काठमाडौँ आउनुभयो त्यही पनि हजुर अहिले यस्तो राम्रो बोल्दै हुनुहुन्छ होइन जिउले थाकियो म आराम गर्नुपर्छ कहिले भनेको छैन सर तर त्यो चिजले जुन चिजले हामीलाई कमजोर बनाइरहेछ त्यो चिजले नै हामीले प्रायोरिटी दियो भने झन् कमजोर हुँदो रहेछ सही कुरा त्यो चाहिँ हो कमजोरीलाई प्रायोरिटी दिने होइन छ त्यसलाई त डिस्ट्र्याक्ट गर्ने हो म चाहिँ छुक गरेर आउँछु अब त्यही हो सर अनि जुन कमजोरी हामीले माउन्ट एभरेस्ट चढ्दै गर्दा जुन उचाइ छ नि त्यहाँ पनि त्यो जुन तपाईँलाई फिजिकल्ली म सक्दिनँ भन्ने कुरा आउँछ नि त्यसलाई नै हजुरले त्यसरी ट्याकल गर्ने हो जुन नेगेटिभ भाइब्सहरू म सक्दिनँ अब चढ्न भन्ने आउँछ नि कहिलेकाहीँ त्यो त छैन सर कहिलेकाहीँ चाहिँ के हुन्छ भने त्यो फिजिकल कुरामा चाहिँ फिजिकल र मेन्टल त मेरो ठिक छ ए हजुर कहिलेकाहीँ चाहिँ तपाईँको अब माउन्टेन त हो कहिलेकाहीँ केयरलेस हुन्छ बिर्सिन्छ अनि त्यो चिजमा चाहिँ अचानक त्यो चिजहरू भइदिन्छ क्या एकचोटि यसपालि मलाई मुटु दुखाएर क्या मुटु अनि त्यो मन रातभरि चाहिँ कस्तो हुन्छ त्यो चिजले झन् माथि गयो भने चाहिँ एल्टिट्युडमा गयो भने झन् प्रब्लम हुन्छ कि भनेर मेन्टली मैले सोच्न थालेँ बढी अनि यार यसपालि यहाँसम्म आइपुग्यो त्यहाँबाट 2टा क्याम्प थियो 2टा क्याम्प आएपछि चाहिँ यहाँबाट फर्किनुपर्छ कि त्यो चिजहरू अचानक आउने चिजलाई चाहिँ अलिकति गाह्रो हुन्छ त्यो चिज त्यो फेस मान्छेहरू सायद त्यो फेसमा चाहिँ फर्किन्छ जस्तो लाग्छ नत्र भने तपाईँको खुट्टा दुख्यो या गल्यो टाउको दुख्यो त्यो म्याटर गर्दैन त्यो चाहिँ हुन्छ त्यो कुनै चिजहरू चाहिँ त्यो अनएक्सपेक्टेड आउँछ नि तपाईँको त्यो बेलामा चाहिँ सोच्न चाहिँ अलिकति बढी सोच्दाखेरि चाहिँ त्यसले गर्दाखेरि मेन्टल डिस्टर्ब हुने त्यो बेलामा चाहिँ यस्तो हुन्छ कि क्या हो चाहिँ हुन्छ नत्र भने बाँकी कुरामा चाहिँ खुट्टा दुख्यो थाक्यो त्यो चिजले त म त कहिलेको पनि के गरिदिन्छ त्यसले त मतलब दुख्यो भने जति दुख्न सक्छ दुःख हुन्छ त्यसैले तपाईँ सफल आरोही भन्छौँ कि हामी किनभने हामी अब यहाँ नजिकै कहीँ जानु पऱ्यो नि घरबाट सक्दैनौँ नेगेटिभ पहिला सुरुमै त्यसपछि पुगेपछि साथीहरूले पनि सक्दैनौँ तर हजुरसँग भेटघाट भएपछि एउटा पोजिटिभ भाइब्स के भनेपछि नेगेटिभ कुरालाई सकेसम्म माइनस गर्ने आफ्नो पोजिटिभ कुरालाई अगाडि लाने भन्ने कुरा सिकेको सर मैले होइन मैले पनि यो चाहिँ देखाएको छु हो हाम्रो साथी सर्कलमा क्या फलाना ठाउँमा ट्र्याक जानु सक्दैन नसक्यो भने जहाँसम्म सक्छ त्यहाँसम्म त जाउँ त हो म चाहिँ त्यो अनि मेरो त प्रायः यस्तो कुराहरू चाहिँ एडभेन्चरवाला कुराहरू चाहिँ अनप्लान नै गर्छु हजुर म प्लान गर्दिनँ त्यति यो एभरेज चढ्छु भनेर योवाला पनि बिफोर 1 month अगाडि मात्र त्यही त हसँग कुरा भइरहेको थियो यो पोडकास्टको लागि एभरेज जानु अगाडि हजुर अनि मलाई पनि
म होइन थर्ड चाहिँ हानेर आउँछु त्यसपछि पोडकास्टमा आउँछ म त्यति मेरो चाहिँ त्यो थियो फेरि क्या सरप्राइज दिनुभयो मलाई किनभने अब मैले पोडकास्ट एभरेस्ट जानु अगाडि नै मैले हजुरलाई रिक्वेस्ट गरेको थिएँ अनि पछि पोडकास्ट भइराख्दा अरू कसैको तपाईँ त एभरेस्ट पुग्नु भइसक्यो कसरी भर्खर मात्र कुरा भएको 10-15 दिन अगाडि भनेपछि कति टाइम लाग्ने रहेछ सर एभरेस्ट बेस क्याम्पबाट माथिसम्म पुग्नलाई टोटल्ली एभरेस्ट बेस क्याम्पबाट माथि डाइरेक्ट सब्मिट पुसको लागि हामी फर्स्टमा बेस क्याम्पबाट सक्नेले क्याम्प 2 हान्ने नसक्ने क्याम्प 1 अनि हामी चाहिँ क्याम्प 2 गयो हजुर क्याम्प 2 बाट क्याम्प 3 क्याम्प 4 अनि सब्मिट पुस ब्याक टु क्याम्प 4 त्यहाँबाट चाहिँ हिँड्न सक्ने चाहिँ क्याम्प 2 त्योभन्दा बढी हिँड्न सक्ने बेस क्याम्प भनेपछि 1 अब क्याम्प 1 देखि गर्दा 1 2 3 4 5 6 7 8 डेज लाग्छ है हजुर बेस क्याम्पबाट ओके फर्किन फेरि 8 डेज लाग्यो हजुर नर्मली हामी बिस्तारै हिँड्नलाई अब त्यो रसमा हिँड्नेहरूले त त्योभन्दा कम टाइममै आइपुग्नुहुन्छ जान 8 दिन फर्कन 8 दिन हजुर 16 दिन लाग्ने भयो त्यो नर्मली अब मैले चाहिँ अब कतिमा बेस क्याम्पबाट क्याम्प 2 1 डे अनि क्याम्प 2 बाट क्याम्प 3 2 डे क्याम्प 3 बाट क्याम्प 3 सब्मिट पुस 1 डे 4 डे भयो अनि क्याम्प 4 बाट डाइरेक्ट बेस क्याम्प 5 डेज डाइरेक्ट हजुर क्याम्प 4 बाट चाहिँ हामी डाइरेक्ट बेस क्याम्पमा जाँदा थियौँ 5 डेज हजुर अनि बिचमा सकिएन भने चाहिँ फर्कँदा हेलिकप्टर के हुन्छ त्यहाँ म्यानेज गर्न सकिन्छ त्यो चाहिँ तपाईँको सिचुएसन डिपेन्ड अन सिचुएसन त्यो चाहिँ के हुन्छ भने तपाईँको बिरामी भयो भने चाहिँ यु क्यान फ्लाइ हेलिकप्टर फ्रम द क्याम्प 2 अदरवाइज नत्र भने तपाईँको सब्मिट गर्दैन नि त ए गर्दैन ए फर्किनु पर्यो बेस क्याम्प टु बेस क्याम्प हो क्या बेस क्याम्प टु सबै सब्मिट टु बेस क्याम्प त्यो सब्मिट हो क्या ए त्यो सब्मिट हो हजुर पुग्नु मात्रै होइन फर्किनु हो हजुर नयाँ कुरा थाहा भयो हजुर म चाहिँ जहिले पनि सोच्दाखेरि चाहिँ जबसम्म म बेस क्याम्प पुग्दैन तबसम्म मैले सब्मिट गरेँ भनेर म कहिले सब्मिट गरेँ भनेर सोच्दिनँ क्या त्यहाँ रेकर्ड पनि त्यसरी बस्छ सर अनि एनी टाइम ह्याप्पन खुम्पो आइसफल होइन मोस्ट डेन्जरस आइसफल होइन हो जे पनि हुनसक्छ भोलि फर्केर चढ्यो अनि फर्केर आउँदाखेरि कहीँ कलेज भयो भने त सक्यो नि त मैले बुझ्न खोजेको एभरेस्ट सब्मिट भनेको बेस क्याम्पबाट चुचुरोसम्म मात्रै हो कि फर्केको नि गर्नुपर्छ फर्केको त्यहाँ रेकर्ड बस्छ त्यो तपाईँको चढ्नु भनेको नै के हो भने बेस क्याम्पबाट सब्मिटमा पुगेर बेस क्याम्पमै तपाईँ हिँडेर आउनु पऱ्यो क्या ए त्यो कम्प्लिट भएपछि मात्रै त्यो हजुर रेकर्ड बस्यो रेकर्ड भने तपाईँले त्यसपछि मात्रै सर्टिफिकेट पाउने त्यसपछि मात्रै हजुर चढ्यो भने ए नत्र भन्दा नि त्यो हेलीमा फ्लाइ गर्यो भने त्यसले त आर्टिफिसियल हुन्छ हेली त त्यस्तो भन्दैन अहिलेसम्म मेरो 3टामा मलाई अपर्च्युनिटी पनि पाएको थियो कि क्याम्प 2 बाट बेस क्याम्प तिमी हेलीमा जाने हिँडेरै पुग्नुपर्छ भोलि सर्टिफिकेट पाएन भने त्यो त मेरो एचिभमेन्ट हो नि त भोलि त्यो त मेरो डकुमेन्ट हो मेरो त्यस्तो रेकर्ड छ होइन भोलि तपाईँ बिरामी भएर तपाईँको हातसात खायो भने तपाईँ चढ्न पाएँ उडाउनु पाएँ क्या अदरवाइज ओके हुन्छ सर हजुर अब थाकेर आउनुभएको छ मैले धेरै दुःख पनि दिएँ तपाईँलाई यसो के रमाइलो भयो मलाई पनि कति हुन्छ नि अब हजुरसँग धेरै कुराहरू अझै गर्नु बाँकी छ होइन नेक्स्ट टाइम फेरि हामी अर्को पोडकास्टमा हामी बस्नेछौँ अन्तिममा हाम्रा दर्शकहरूलाई लायन्स मित्रहरूलाई जसले लायन्सका यो पोडकास्टहरू हेर्नुहुन्छ उहाँहरूलाई एउटा अन्तिममा के सन्देशहरू दिन चाहनुहुन्छ पोडकास्ट त मेरो अब यो सेकेन्ड पोडकास्ट हो हजुर अब लायन्समा जोइन भएपछि गुड एनर्जी अनि स्पेसल थ्याङ्क यू फर हजुर थ्याङ्क यू सो मच सर हजुर किन भन न हजुर अनि टक्क आउँदाखेरि सबै ठाउँमा लायन्सको होइन विथ द लायन्स जाने कति बबल सबै ठाउँमा अनि मेरो साथी सर्कलहरूले नि के कति धेरै पोस्ट सोधिन् कहाँबाट आउँछ कहाँबाट अनि यसको लागि विशेष धन्यवाद तपाईँलाई अनि थ्याङ्क यू सो मच लायन्स फ्यामिली हजुर अनि अब
त्यही हो। हुन्छ, मेरो अब कमिटमेन्ट के रहन्छ भने सर हजुरलाई, हजुर लायन्स इन्टरनेसनल फाउन्डेसन लायन्सको एउटा फ्ल्याग, लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडको फ्ल्याग जसरी सर्वोच्च शिखर सगरमाथामा पुर्याउनु भयो, मेरो सर्कलमा भएका व्यक्तिहरूबाट हजुरलाई के कति हामीले सपोर्ट गर्न सक्छौँ त्यसको लागि हामी प्रयासरत छौँ सर। अनि सकिन्छ नि मल्टिपल काउन्सिलमा नि हजुरलाई हामी सम्मान गर्ने प्रयास गर्नेछौँ। ओके सर। अनि अपकमिङ डेजमा पनि लायन्स र हजुरको सहकार्य यसरी नै रहन्छ भन्ने मैले आशा लिएको छु। हुन्छ, अन्तिममा अब हामी अन्तिममा पुगिसक्यौँ सर। हजुर, सगरमाथा चढ्नको लागि युवाहरूलाई मोटिभेट गर्नको लागि एउटा सानो मेसेज हजुरकोबाट। सगरमाथा चढ्नलाई फाइनेन्सियल रूपमा मात्र प्रिपेयर हुनुपर्छ भन्छ होइन। हजुर, अहिले माउन्टेनले के खोजिरहेछ भने मान्छे खोजिरहेछ। ओके, एउटा जर्नल चोइस गर्नु पऱ्यो, लाइक अ फिल्म मेकर, हजुर, गाइड, वाटेभर तपाईँसँग जे कुरा छ त्यो कुरालाई कन्टिन्यू गरेर पनि चढ्न सकिन्छ होइन। एभरेज चढ्नलाई पैसा यति खर्च लाग्छ भन्नु पनि होइन। तपाईँसँग एउटा प्यासन छ भने त्यो प्यासन सो गर्नलाई पनि जान पायो। सो त्यसको लागि दुःख गर्नु पऱ्यो, स्ट्रगल। जे भन्न चाहन्छु म चाहिँ मान्छेले अरूबाट डिपेन्ड हुन दिने रहेछ। आफै दुःख गर्ने हो, आफै खाने हो क्या, सेयर गर्ने। बरु आफूले दुःख गरेको चिज अरूले सेयर गऱ्यो भने चाहिँ मजा आउँछ। तर कुनै कुरा चाहिँ अरूबाट लिएर त्यो चिज बाँड्यो भने चाहिँ मजा आउँदैन रहेछ। अरूको लुटेर दुःख गरौँ, सेयर गरौँ। एकचोटिको दुनियाँ दुःख गर्दैन के हुन्छ यार, गरौँ न यार। म चाहिँ त्यो भन्छु। अझ हजुर त तामाङ हुनुहुन्छ क्या, म नेवार। तामाङ र नेवार भनेको एकअर्काको परिपूरक। अहिले ल इन्डिङमा यही कुरालाई भिडियोमा इन्डिङ गर्दै जानु। एउटा तामाङ र म एउटा त्यो एउटा के अरे नेवारको एउटा हामी तामाङले चाहिँ त्यो हुन्छ नि तपाईँको आइला बनाउन आउँदैन क्या। ऐला पहिले बनाउन आउँदैन अरे। अनि बाजेले काली, हजुरआमा लेकाली। अनि यता पहिले चाहिँ साँगोमा नुन लिन आउनुपर्ने अरे क्या पहिले, धेरै वर्ष पहिले। अनि यताको हजुरआमाले चाहिँ आइला दिनु हुँदो रहेछ। अनि बा चाहिँ यहाँ 6 महिना हराउनु हुन्थ्यो क्या। 6 महिना 6 महिना। अनि उता लेकको हजुरआमाले चाहिँ किन हराउँछ बुढो 6 महिना नुन लिन गएको मान्छे हो। लासा होइन, लासा पछि लासा पछि त साँखोमा आउँथ्यो क्या। ओके। अनि पछि हेर्दै जाँदाखेरि चाहिँ यहाँ चाहिँ यहाँको हजुरआमाले चाहिँ आइला दिनु हुँदो रहेछ। अनि लट्ट भएर 6 महिना यता 6 महिना पछि गएर चाहिँ अनि यो चिज चाहिँ म पनि सिक्छु भनेर चाहिँ लेकमा पुगेको भन्नुहुन्छ क्या। ए भनेपछि ऐला भनेको पहिला नेवार कम्युनिटीमा रहेछ। हजुर, त्यो चाहिँ त्यो हाम्रो एउटा जोइन रहेछ। अरू चिज पनि भन्न त भन्छ तर स्पेसल आइला चाहिँ। तर धेरै कुरा मिल्छ नेवार कम्युनिटी र हाम्रो तामाङको। हजुर, हाम्रो पनि पर्व जात्रा होइन, अनि जातले दिएको पिउने एउटा ऐला होइन। त्यसै गरेर तपाईँहरूको पनि छ। हजुर, त्यही कारणले मलाई जस्तो दाजुभाइ जस्तो लाग्छ कि नेवार र तामाङ है। अनि काभ्रेमा पनि हेर्नुहुन्छ भने तामाङहरू धेरै हुनुहुन्छ होइन, लामाहरू हुनुहुन्छ, सोलुखुम्बुमा पनि हुनुहुन्छ, हजुरको पनि छ। नेवारहरू पनि नेपालभरि फैलिएको छ। त्यही कारणले म चाहिँ तामाङ राज्य अहिले जुन नेवार राज्य भनेर चाहिँ नि बागमती प्रदेश हजुरलाई जानकारी छ है। अस्ति भएर छुट्टी पनि पाएको थियौँ हामीले एक दिन। त्यही कारणले ठिक छ सर, यी कुरा चाहिँ हामी अब गर्दै गरौँला। हजुर आराम गर्नुहोस् अहिले। अनि नेक्स्ट पोडकास्टमा फेरि पनि हजुरलाई म सम्झिनेछु। ओके सर। अनि त्यो भन्दै आज हामी बिदा दिन चाहन्छु सर। ओके सर, थ्याङ्क यू सर। थ्याङ्क यू सो मच।